यसरी फरक भएर बसल कसो बुझिसकेर बसेको लाइन पैसाको लाइन पैसा लाइन बसिरहेको छ दाइले ठेकिसक्यो अलि पछाडि पछाडि धेरै कस्तो दिइहाल्छ टी कति हप्ता फेरि फर्कायो कहाँ यहाँ यो अर्के हल्दारको सुटिङको यो पर्पटी बनाउँदै हुनुहुन्छ ल्याउनुहोस् उहाँहरूले ल्याउनुहोस् अब हेर्नुहोस् पैसाको माला ल्याउनुहोस् पैसा ल्याउनुहोस् पैसाको टुना लाख लाखको छन् बसन्त लामा हुनुहुन्छ ल्याउनुहोस् सुटिङको लागि अब तिमीले त तिम्रो दिमाग प्रयोगै गरेनौ मैले मेरै दिमाग प्रयोग गरेर बोलाएकी छु फेरि कसलाई बोलाइस् है बासीबा बस ल आऊ बोलाइस् है बासीबा नमस्ते मामा नमस्ते माइजू नमस्ते बाबु अनि त्यस्तो के अर्जेन्ट परेर मलाई बोलाउनु भयो माइजू तपाईकै मामालाई सोध्नु न बोलाएको तैले मलाई के सोध्नु भन्छ बासीबा सुन्नु न ठीक छ अनि अरूलाई दोष दिन्छ खोइ त तिम्रो दिमागले के गर्नु सक्छ त्यति जब ओके रोले एक्सन अब तिम्रो दिमागले त केही कुरा एक्सन त्यसो गर्नु न मामा मेरो बिमा कम्पनीमा बिमा गर्ने मान्छे खोज्नुहोस् त्यसबाट तपाईँले कमिसन आउँछ त्यो कमिसन पाउनु मैले के गर्नुपर्छ भन्दा तपाईँले गाउँलेहरूलाई बिमा गर्नु लगाउनु पर्यो अलिकति हराएर लाग्यो के अरे बाबु टु सक्यो मामा घरमा आएपछि